हेलो गाइजहरु, हामीले हिजो राति च्याम्पियन्स लिगको राउन्ड अफ 16 को म्याचहरु हेर्यौं है। र मेन फोकस चाहिँ हाम्रो हिजो रातिको गेममा एथलेटिको म्याड्रिड भर्सेस रियल म्याड्रिडको गेम थियो है। जति हाइप थियो नि यो गेमको त्यति नै ब्लकबस्टर थियो है यो गेम। हामीले सोचेको थियो हैन, यो गेममा खासै धेरै स्कोर लाइन चाहिँ नि जाँदैन भन्ने कुरा त्यही भयो हैन। एथलेटिको म्याड्रिड 1 र रियल म्याड्रिड 2 है। गोलहरु पनि सबै आफ्नो इन्डिभिजुअल ब्रिलियन्समा हानेको गोलहरु थियो है। र फर्स्टमा चाहिँ रोड्रिगोले आफ्नो ब्रिलियन्स देखायो भने एथलेटिको म्याड्रिडको तर्फबाट है वर्ल्ड कप विनर जुलियन अल्भारेजले गोल गरेको थियो है। दोस्रो गोल चाहिँ रियल म्याड्रिडको लागि ब्राहिम डियाजले है। ब्राहिम डियाज चाहिँ हिजोको सबभन्दा बेस्ट प्लेयर लाग्यो है मलाई। उसले चाहिँ नि गोल पनि एकदम कडा हानेको छ। अब हेरौँ सेकेन्ड लेगमा कसले जित्छ है। प्रिडिक्सन गर्नुस् है तपाईहरु र कमेन्ट गर्नुस्। च्यानललाई लाइक सब्स्क्राइब गरिदिनु होला। थ्यांक यू।